ल ल ल ल ल जित्नुपर्छ है साथी हो जित्नुपर्छ 5 गोल ल कन्फर्म अहिले निकालौँ न त्यहाँ पिचबाट निकाल्दा भइहाल्छ नि खेलाडी तथा दर्शक साथीहरू कृपया खेल मैदानभित्र या खेल वरिपरि कुनै पनि पेय पदार्थ तथा पानीको बोतलहरू फालिदिनुहोला यो सबैको खेल मैदान हो यसलाई सफा राख्नु हाम्रो पनि जिम्मेवारी रहन्छ टिमहरूले एनाउन्स गरिराख्नु क्या कृपया आफ्नो लगाइरहेका कुनै पनि बोतल तथा पेय पदार्थ खाली कुनै पनि वस्तुहरू भएको छ भने नजिकैको कन्टेनरमा कन्टेनरमा डस्टबिनमा लगेर फालिदिनु म हार्दिक अनुरोध गर्दछु बल आउट भएको छ आउट प्रहार गर्ने स्वयंसेवक साथीहरू कृपया बल समयमा दिनुहोला समयको मध्यनजर गरिदिनुहोला बल टिमका म्यानेजर निकै नै लामो प्रहार थियो गोलकिपरको यहाँ बल मध्यभागमा देखिन्छ फेरि पनि यसपछिको खेल न्यू स्टार एफसी भर्सेस डायलग एफसी को खेल रहेको छ कृपया दुवै टिमका साथीहरूलाई तयारी अवस्थामा बसिदिनुमा हार्दिक अनुरोध गर्दछु साथै दुवै टिमका कप्तानहरूलाई आफ्नो नाम लिस्ट आएर बुझाइदिनुमा हार्दिक अनुरोध गर्दछु स्वयंसेवक साथीहरू त्यहाँ अगाडि साथीहरू उभिराख्नु भएको छ कृपया प्याराफिटमा बस्न म आग्रह गर्दछु उहाँहरूलाई स्वयंसेवक साथीहरू कृपया सहजीकरण गरिदिनु होला साथीहरूलाई गेम खेल्दैछ नि अहिले नदिएर चेयर लिएर बस्नु खेल्दै हुनुहुन्छ उहाँ हेलो थ्रो इनको यहाँ निकै राम्रो लङ रन लिन चाहनुहुन्थ्यो तर खेलाडी लड्न पुग्नुभयो रेफ्रीद्वारा फलको इसारा र जर्सी नम्बर 9 कतिपय एफसी प्रहार गर्दै यहाँ राम्रो अवसर हुन सक्छ यहाँ ल र गोल तर फेरि पनि अवसर हुन सक्छ यहाँ तर रेफ्रीद्वारा फलको सिग्नल हेर न फेरि चेक गर्नु ल चेक गर्नु टिमका म्यानेजर र कोच ज्यूलाई नेपाली आयोजक समितिमा सम्पर्क गरिदिनु अनुरोध गर्दछ यहाँ फल कतिपय एफसीद्वारा फल हुन पुगेको छ जर्सी नम्बर 21 का खेलाडी एक्स्ट्रा एफसी लड्न पुग्नु भएको छ
यहाँ लामो रेन्जको सर्ट लिन प्रयास गर्दै हुनुहुन्छ खेललाई उल्टाउनको लागि उहाँहरू तम तयार हुनुहुन्छ र राम्रो प्रहार पनि थियो त्यहाँ कोही पनि देखिँदैन एक्स्ट्रा कति पेप्सीका साथीहरू यहाँ अवसर हुन सक्थ्यो गोलकिपर निकै नै अगाडि बढेको अवस्था थियो तर यहाँ एउटा खटको टारेको छ एक्स्ट्रा एफसीले कति पेप्सी थ्रो इनको लागि तयार मध्यभागमा निकै राम्रो पास बल अगाडि बढाउँदै एक्स्ट्रा एफसी र राम्रो थ्रु पास छ यहाँ गोल हुन सक्छ तर बल आउट हुन पुग्यो हाम्रो त्यो यो गेमको नाम स्टार्ट यहाँ हुनुपर्यो भरे दर्शकबिनहरू खेल प्रेमी साथीहरू फेरि पनि स्वागत गर्न चाहे न्यू अन्नपूर्ण स्पोर्ट्स क्लब र नयाँ भागबाट बाहिरिएको छ र आजको हाम्रो म्याच रेफ्रीहरू हुनुहुन्छ विनोद लिम्बू र लाइन्सम्यानमा दिनेश चौधरी यहाँ फेरि पनि अवसर हुन सक्दछ यहाँ निकै राम्रो तालमेल सर्टको लागि तयार यहाँ टी बक्सभित्र फेरि पनि बल फेरि पनि राम्रो अवसर तर बल यहाँ क्लियर अझै भइसकेको छैन जर्सी नम्बर 13 प्रयासमा छन् राम्रो सर्ट पनि थियो तर फितलो प्रहार थियो यहाँ बल क्लियर गरिदिएका छन् कति पेप्सीका साथीले यससँगै थ्रो इनको अवसर थ्रो इन गर्दै एक्स्ट्रा एफसी गोल कति भएको छ अहिलेको अवस्थामा गोल कति पेप्सी 0 रहेको छ भने एक्स्ट्रा एफसी 1-0 गोलले अगाडि रहेको छ यहाँ राम्रो अवसर हुन सक्छ र गोल तर थोरै बाहिरबाट बाहिरियो हाम्रो आँखाले अलिकति धोका खान गएछ माफ गर्नु होला यहाँबाट त ठ्याक्कै गोल नै देखिएको बल क्लियर गर्ने तर्खरमा थिए तर यहाँ क्लियर भइसकेको छैन अझै पनि खतरा तरेको छैन यहाँ बल आउट हुनु पुगेको छ कर्नरको इसारा रेफ्रीद्वारा एक्स्ट्रा एफसीलाई कर्नर किकको अवसर मिलेको छ यहाँ फेरि पनि जानकारी गराउन चाहे न्यू स्टार नेपाली भर्सेस डायलग स्पोर्ट्सको यसपछिको खेल रहेको छ कृपया दुवै टिमका साथीहरूलाई तयार अवस्थामा बसिदिनु म हार्दिक अनुरोध गर्दछु लामो रेन्जको सर्ट थियो तर यहाँ गोलमा परिणत हुन सकेन बल सिधै आकाशियो र बाहिरियो गोल किकको अवसर कति पेप्सीलाई सुरुको गेममा अन्नपूर्ण र उयसको 1-0ले यहाँ हावाले पनि साथ नदिरहेको छ फेरि पनि राम्रो सर्ट थियो तर फेरि पनि बाहिर पुगेको छ 1-0ले अन्नपूर्ण 3-0 हो 3 ककसले 3-0 हैन र पहिलो खेल आयोजक यो अन्नपूर्ण एफसीले स्मार्ट बोइज युनियन 11 लाई 0 को विरुद्ध 3 गोलले पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको छ त्यस्तै दोस्रो खेल गोगोले हानेका थिए नाम याद छ जवाबले नमुना एफसी इतिहासलाई 0 को विरुद्ध 3 गोलले नै पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको छ यहाँ गोलको अवसर थियो एक्स्ट्रा एफसीको लागि तर गोल गर्न चुक्नुभयो गोल किकको अवसर कति पेप्सीलाई किपरद्वारा फितलो प्रहार हावाले पनि बलहरू सर्टहरू डिफ्लेक्ट गरिरहेको छ योभन्दा अगाडिको गेम यसपछिको खेल न्यू स्टार नेपाली र डायलग स्पोर्ट क्लबको रहेको छ कृपया दुवै क्लबका खेलाडी साथीहरूलाई तयारी अवस्थामा बसिदिन म हार्दिक अनुरोध गर्दछु
न्यू स्टार नेपाली भर्सेस डायलग स्पोर्टका साथीहरूलाई तयारी अवस्थामा बसिदिनु म हार्दिक अनुरोध गर्दछु। कृपया खेलाडी परिवर्तनको लागि त्यहाँ अफिसियल साथीहरू हुनुहुन्छ, अफिसियल साथीहरूसँग परामर्श गरेर यहाँ फलको इसारा थ्रो इनको लागि फल भएको थियो। निकै राम्रो खेलाडी साथीहरू परिवर्तन गर्ने क्रममा हाम्रो यहाँ मैदानको भागमा अफिसियलहरू हुनुहुन्छ, उहाँहरूसँग सम्पर्क गरी खेललाई व्यवस्थित रूपले सञ्चालन गर्न सहजता पुर्याउन सहयोग गरिदिनु हुन सम्पूर्ण टिमका टिम म्यानेजर र टिम कोचहरूलाई आयोजक कमिटी हार्दिक अनुरोध गर्दछ। धन्यवाद। साथीहरू, अहिले गर्मीको अवस्था पनि उच्चतम निकै उच्च छ। आफ्नो स्वास्थ्यको मध्यनजर गर्दै आफ्नो स्वास्थ्यलाई ध्यान दिँदै धेरैभन्दा धेरै पानी पिउन म हजुरहरूलाई आग्रह पनि गर्दछु। र अहिले मध्यभाग र टी बक्सभित्र बल थियो तर त्यहाँ क्लियर गर्न सफल भए कति पेप्सीका साथीहरू। त्यहाँ कर्नर किकको अवसर मिलेको छ। पानी ल्याइदिनु न विनोदजी। कति पेप्सीका खेलाडी साथीले कर्नर बल प्रहार गर्नुभएको थियो, बल गाडिरहेको छ र मलाई यहाँ कति पेप्सीका खेलाडीहरूको नामावली प्राप्त भएको छ। क्याप्टेन कुलदीप चौधरी, गोलकिपर मनोज अधिकारी र खेलाडीहरू पनि छ कुमार चौधरी, बाबुराम भुजेल, हिमा शेर्पा, मेघबा कुमार शेर्पा, राज बान्तावा, अर्क राई, विजन अधिकारी, आशाराम चौधरी, सागर तामाङ, फैसल, सुखदेव कुमार, बासु चौधरी। यहाँ कति पेप्सीका साथीहरूबाट निरन्तर प्रयास भइरहेको छ बल अगाडि बढाउनको लागि, तर एक्स्ट्रा एफसी नै निकै दबाब राख्न सफल भइरहेको छ अहिलेसम्म। एक्स्ट्रा एफसीको खुट्टामा फेरि पनि बल, यहाँ मध्यभागमा राम्रो पास पनि थियो। कति पेप्सी बल अगाडि बढाउने प्रयासमा, निकै राम्रो पास थियो यहाँ लाइनमा तर तालमेल मिल्न सकेन। जर्सी नम्बर 8 बल अगाडि बढाउने प्रयासमा कति पेप्सी, यहाँ अवसर हुन सक्छ। एक्स्ट्रा एफसी निकै राम्रो उत्कृष्ट तालमेल मिलाउँदै तर बल आउट हुन पुगेको छ। गोलकिकको अवसर कति पेप्सीलाई। बल आउट हुन पुगेको छ। थ्रो इनको अवसर कति पेप्सीलाई। यसपछिको खेल न्यू स्टार मलाई चप्पल लिएर दिनु न। कोसँग जाने, बङ्गालसँग। सम्पूर्ण खेलाडी साथीहरूलाई तयारी अवस्थामा राखिदिनु हुन
दुवै टिमका टिम म्यानेजर राम्रोसँग जानु युहरूलाई आयोजक कमिटी हार्दिक अनुरोध गर्दछ। साथै यु स्टार नेपाली एफसीका टिम म्यानेजरज्यू तपाईँ चाँडोभन्दा चाँडो यस आयोजक कमिटीमा सम्पर्क गरिदिनु न आयोजक कमिटी हार्दिक अनुरोध गर्दछ। हस् हुन्छ यो कालो प्लास्टिक हो ल बटनहरु पनि यहाँ प्लास्टिकमा स्याहार्नु भएको छ ओके मसला पनि भरि पनि चेन्ज गरिदियो हामीले ल नाम चाहिँ राई हो राईको त अहिले नाकै दर्शकबिनहरू अहिले खेलको नतिजा एक्स्ट्रा एक्सी 1 गोल गरेको छ भने कतिपय एक्सी 0 गोलमा रहेको छ र यो सँगै खेलको पहिलो चरणको फर्स्ट हाफ सकेको छ। अब सेकेन्ड हाफ केही क्षणमा नै उपलब्ध गराउँछ ल केही समयमा नै सुरु हुने जानकारी सक्नुहुनेछ भने खेलाडी साथीहरूलाई आयोजकको तर्फबाट 1 कार्टुन पानीको व्यवस्था गरिनेछ। कृपया आयोजक कमिटीसँग सम्पर्क गर्नुहोला। यसपछि खेलका खेलाडी साथीहरूलाई तयारी अवस्थामा राखिदिनु हुन दुवै टिमका टिम म्यानेजर साथै कोच मित्रहरूलाई आयोजक कमिटी हार्दिक अनुरोध गर्दछ। साथै यु स्टार नेपाली क्लबका टिम म्यानेजर यस आयोजक कमिटीमा नमस्कार है आइहाल्नु वास्तव तपाईँकै फोटो आएको छ आफ्नो र के फरक हुँदैन अहिले मिलाएर लिएर आउनु नाम लिस्टमै लिएर आउनु त अब रेडी गर्नु है खेलाडी पनि रेडी होला नि रेडी छ नि यसपछि खेल नेपाली एफसी भर्सेस रायल स्पोर्ट्स क्लब नभएको हुनाले खेलाडी साथीहरूलाई तयारी अवस्थामा राखी खेलाडीहरूको नामावली यस आयोजक कमिटीलाई जर्सी नम्बर सहित उपलब्ध गराइदिनु हुन दुवै टिमका टिम म्यानेजर र टिम कोचलाई आयोजक कमिटी हार्दिक अनुरोध गर्दछ। धन्यवाद। मिस भयो गोल पेप्सीको लागि गोलकिकको अवसर प्रहार आयोजक कमिटीका स्वयंसेवक साथीहरूले यहाँ बललाई घप्साघप्सी निकै राम्रो राइट राइटमा निकै राम्रो मुभ थियो यहाँ तालमेल बनाउने राम्रो प्रयास छ गोल हुन सक्छ यहाँ राम्रो पास पनि राम्रो ड्रिबल ल यहाँ अवसर हुन सक्छ फेरि
ball. खिलाडी तथा दर्शकवृन्दहरू कृपया प्याराफिटमा बसेर खेलको अवलोकन गरिदिन हुन म हार्दिक अनुरोध गर्दछु। Extra FC द्वारा टीम मैनेजर साथीले खेलाडीहरूको नामावली यहाँ आयोजनमा बुझाइदिनु हुन अनुरोध गर्छु। यहाँ मध्यभागको बललाई घम्साघम्सी र बल निकाल्न सफल एक्स्ट्रा प्रदीप एफसी यहाँ बिल्कुल पास देउन अफसाइड हुन पुगेको छ। अफसाइड ड्राइभमा गर्न सफल बाइ एक्स्ट्रा डिफेन्डरहरू। यहाँ रेफ्रीको नियम खेलको नियम अवहेलना गरेको तातो एक्स्ट्रा कि खेल पुनः सञ्चालन गरिएको छ। एक्स्ट्रा एफसी बल अगाडि बढाउने प्रयासमा राम्रो उहाँ पनि बलमा जाएको छ। यहाँ समेत दिन सक्यो भने राम्रो यहाँ कतिपय एफसीलाई अवसर हुन सक्छ। यहाँ थोरै झुक्किलो पुगेको थियो, त्यही पनि आफ्नो नियन्त्रणमा बोलाएर सफल भएका छन्। डायलग स्पोर्ट्स एफसी बीच हुन गइरहेको हुनाले दुवै टिमका खेलाडी साथीहरूको दुवै टीमका टीम मैनेजर र कोचलाई हार्दिक अनुरोध गर्दछु। यहाँ एक्स्ट्रा एफसीका खेलाडीहरू किपरद्वारा बल दिन्छ। यहाँ राम्रो रन छ। यहाँ गर्न सक्छ। फेरि राम्रो पास पनि छ। यहाँ अवसर हुन सक्छ। यहाँ फेरि पनि एफसी versus एफसी बीचमा भइरहेको छ र रातो एक्स्ट्रा कति एफसी हुनुहुन्छ भने हिलो जर्सीमा एक्स्ट्रा एफसी हुनुहुन्छ। बल सिधै स्टेडियमभन्दा बाहिर
रहेको छ स्वयंसेवक साथीहरूलाई कृपया सहयोग गरिदिनु म हार्दिक अनुरोध गर्दछु यसपछिको नगरेको खेलाडी साथीहरूको अवस्था कस्तो छ भनेर बुझ्न आयोजक कमिटीका माफ गर्नुहोला भोलिन्टियर साथीहरूले साथीहरूको अवस्थालाई अनुरोध गर्दछु हामीसँग समय एकदमै छोटो छ यस कारणले उहाँहरूलाई सकेसम्म चाँडो तयार गरी मैदानमा उतारेको हार्दिक अनुरोध गर्दछु दर्शकहरू फेरि पनि खेलको तालमेल गरिदिन चाहे एक गोल अगाडि रहेको छ मेहनत र प्रयास गरेको छ जति एफसीले खेलमा फर्किनको लागि फ्रीको अवसर थ्रोइङको अवसर आएको छ यसपछिको खेलहरू न्यू स्टार नेपाल र डायलग एफसी बिच रहेको छ कृपया न्यू स्टार नेपाल र डायलग एफसीका साथीहरूले लड्न पुग्नुभएको छ एफसीको रेन्जको सर्ट लिने प्रयासमा हाम्रो पास छ यहाँ गोलको अवसर हुन सक्नेछ डिफेन्डरबाट क्लियर गर्ने स्वयंसेवक साथीहरू चाँडोभन्दा चाँडो बल उपलब्ध गराइदिनु होला प्लेयरहरूकोबाट पानी पहिला कसले हानेको त्यसमा त गोल अरूले हानेको होला हैन रातोले हानेको छ पहिला त्यसमा गोल गलत भइरहेको छ अघिल्यैदेखि खेल 1-1 को बराबरीमा प्रवेश गरेको छ खै सर चिसो छ सर यस गोलसँगै पानी त दिनु चिसो नभए एक्स्ट्रा एफसी गोल गरेसँगै टिममा सफल भएको छ 28 मा हाल्दै राछु त्यसपछिको खेल न्यू स्टार
नेपाल र डायलग एफसी बीच रहेको छ। कृपया दुवै टोलीका साथीहरूलाई कस्तै अवस्थामा बसेर अर्को खेल सुचारू गर्नको लागि हामी तयारी अवस्थामा बसिदिनु र हामीले हात जोड्नु पर्दछ। मेरे रहेछ वापस गरम है भने बल बाहिरिएको छ र गोलकिपको अवसर मिलेको छ। टिएफसीलाई मिस यार मिस गर्यो नि भाइले। क्लियर हुन पुगेको छ। फेरि पनि अवसर हुन सक्छ। क्लियर हुन पुगेको छ। क्लियर छ यहाँ। जर्सी नम्बर 9 प्रदीप एफसी तालमेल गर्न सकेन त्यहाँ। खुट्टामा बल बाहिर पुगेको छ। सुधारेको खेल खेल्दैछ खिलाडी साथीहरूलाई अनि दर्शक महानुभावहरू नमस्ते दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। Thank you so much for watching this video. Please subscribe me for more videos. Thank you so much for watching this video. Please subscribe me for more videos.